स्किन केयर गर्दै तपाईहरुसँग कुरा गरौँ है त। हाम्रो समाज नेपालमा यो कामी दमाई छुवाछुत हिजोको एउटा मैले भिडियो बनाएको थिएँ। त्यसमा एक दुईजना आन्टीहरूले चाहिँ आमा बुवाले 9 महिना कोखमा राखेर हुर्काएको पढाएको आफ्नै बाबामाको इज्जत फाल्नलाई हो र भनेर कमेन्ट गर्नुभएको थियो। मेन कुरा त के सोच्नुहोस्, तपाईहरुको दिमागमा के राख्नुहोस् भनेपछि तपाईहरुको दिमागमा विवाह गर्दाखेरि एकदमै शुभ साइत हैन, एकदमै चोखो एकदमै शुभ साइत भएर मन्दिर गइन्छ नि त। अनि विवाह गर्दाखेरि सुन लगाइन्छ हैन। पहिले त थिएन सुन लगाउने चलनहरु पनि त्यति धेरै थिएन। अहिले चाहिँ एकदमै चलेको छ नि त। धन सम्पत्ति बढाइदिने बुहारीहरुलाई हैन, त्यस्तो एकदमै चलेको छ नि त। अनि यो त सकिरहेछ। त्यो धन सम्पत्ति सुन चाँदी कसले बनाइदिन्छ? सुनारले हैन। विवाहमा लगाउने एकदम शुभ साइतमा लगाउने सुन कसले बनाइदिन्छ? सुनारले। अनि त्यही विवाहमा लगाउने ब्लाउज पेटीकोट साडीहरु कसले सिलाइदिन्छ? दमाईले हैन। दमाईले कसले सिलाइदिन्छ? त्यसै अनि जन्ती जाँदाखेरि दमा बाजा गाजा बजाउँदै सने बजाउँदै बेहुला बेहुली भन्दा सबभन्दा अगाडि को जान्छ? दमाई नै जान्छ हैन। हामी सबैजनाको शुभ कार्यमा त कामी दमाई नै अगाडि हुन्छ नि त हैन र। अनि भान्सामा चल्ने हँसिया खुकुरी चक्कुदेखि लिएर कसले बनाउँछ? कामीले हैन। अहिले त कामी दमाईले मात्रै सिलाउनु पर्छ, हँसिया कुट्नु पर्छ भन्ने त छैन। शिव छ भने छेत्री बाहुन मगर गुरुङ जसले पनि गर्दा पनि हुन्छ हैन। तर हाम्रो शुभ सायदमा अगाडि लाग्ने भने त कामी दमाई नै हो नि त, हो कि हैन? सने बजाउँदै दमा बजाउँदै अगाडि जन्तीको अगाडि लाग्ने भनेको कामी दमाई नै हो। अनि हामीले एकदमै शुभ कार्य शुभ साइत गर्दाखेरि लगाएर जाने सुन लगाएर जाने भनेको सुनारले गुतेको सुनै हो। अनि लगाएर कपडा लगाएर जाने सिलाइदिएको कामी दमाईले सिलाइदिएको कपडा लगाएर जान्छौँ हैन। त्यस्तो हो भनेपछि कामी दमाईले कुटेको आँसी खुकुरी भान्सामा चल्ने सुन विवाह व्रत बन्धनमा चल्ने कपडाहरू चल्छ भनेपछि मान्छे चाहिँ किन नचल्ने? त्यही मान्छेले छोएको त्यही मान्छेले गराइदिएको चिज चाहिँ चल्ने अनि मान्छे चाहिँ नचल्ने हाम्रो समाजमा। मैले हिजो भिडियो बनाएर हालेको एक दुईजनाको चित्त बुझेको थिएन। मेरो सोचाइमा चाहिँ त्यो छ है। जबकि मान्छे त एउटै हो नि त। काटेर रगत एउटै आउँछ, हिँड्ने बाटो एउटै हो। भगवानले जसको कोखमा जन्म दिन्छ त्यसैबाट हामी निस्किने हो। परिवर्तन राख्नुहोस्, तपाईहरुको दिमागमा परिवर्तन राख्नुहोस्। पहिलेको जस्तो जमाना छैन। छोराछोरीहरु धेरै शिक्षित भइसकेको छन्। अहिले छोरीहरु जोसँग खुसी हुन्छन् तिनीहरुसँग बाँच्न दिनुपर्छ। बाआमाको सपना पनि हुन्छ, नहुँदैन। आफ्नो जीवन साथीलाई मात्र रोजेर बाआमालाई बिर्सिने कुरा पनि हुँदैन। मेन कुरा आफ्नो जीवन साथी आफूलाई माया गर्ने साथ दिने मान्छे पायो भने बुवा आमालाई हेरिन्छ। त्यो नहेर्ने कुरा भन्ने कुरा हुँदैन। अहिले यो जुन काजक्रिया गरेर बसेका छौ नि त्यो बाहुनी आन्टीहरु, निधारमा लेखेर राख के भोलिपर्सि तिम्रो सास जाने घुतुक पर्ने बेला त्यही छोरी दमाई ज्वाइँ र छोरी काम लाग्ने छन्। फेरि पृथ्वी गोलो छ, सबैको चक्र घुमेर आउँछ फेरि। बुझ्यौ नि? धेरै त्यति साह्रो भेदभाव पनि नगरौँ क्या। अब त पहिले अब शिक्षित थिएन समाज हैन। अब धेरै पढ्ने ऊ पनि थिएन पहिलेको माहौलहरु। अहिले त धेरै एजुकेट मान्छेहरु कहाँ पुगिसके त हैन र? किन भेदभाव गर्नु? छोरी छोरा जोसँग खुसी हुन्छ त्यहीसँग जिन्दगी जिउने अधिकार पनि दिनुस्। जन्म मात्र दिएर हुँदैन।
आफ्नै जातसँग गएर देख्नु हुँदैन त्यो अमेरिकातिर ममता काफ्लेलाई त्यसरी मारेको आफ्नै जातसँग त गएको हुन्थ्यो पनि होइन र हो आफ्नै जातसँग गएको मान्छेहरू सबै त हुँदैन कि कतिपय दाजुभाइहरू पनि त्यस्तो निस्किनुहुन्छ राक्षस भएर त्यही भएर तपाईँको छोरीलाई कामी होस् या दमाई होस् फुल जस्तै बनाएर सजाएर राखेको छ भने तपाईँको छोरीले दुःख पाएको छैन भने तपाईँहरू त्यही कुरामा खुसी गर्व फिल गर्नुपर्छ है छोरीहरूलाई पनि जिउने आधार अधिकार दिनुपर्छ त्यसरी जिउँदो छोरीलाई पुतला बनाएर तपाईँहरूले ठुलै पदको पुरस्कार पाउने पनि होइन ठुलै पदमा जागिर पाउने पनि होइन है त्यति भन्न आएको बाउन्डी आन्टी कमेन्ट सेयर गर्नु होला ल हस् त